वाउ, यति मिठो चाउमिन मोमो चाहिँ कहाँ पायो होला त, जुन मैले यति मजाले चाटी खाएको छु। आउनुहोस् सँगै जाऊँ। हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी दिदीबहिनी भएर लाग्यो, घरमा बस्दा वाक्क लागेर हामी दिदीबहिनी मिलेर चाहिँ आज बजारतिर लाग्यो। खासै केही काम त थिएन, तर पनि दिदीबहिनी जाँदाखेरि चाहिँ रमाइलो हुने भएकाले हामी चाहिँ लाग्यो। आज चाहिँ हाम्रो दिदीबहिनीको सानो बजार यात्रा हेरौँ कस्तो हुन्छ है त। यस्तो राम्रो दृश्य देखेपछि भिडियो नबनाई हिँड्ने त कुरै भएन। अनि हामी चाहिँ लगभग बजार पनि पुग्न आँट्यौँ। यति राम्रो भ्यू देखाउँदै म जाँदै थिएँ। अनि घुम्दै जाँदाखेरि चाहिँ म 1 क्लासदेखि 12 क्लाससम्म पढेको स्कुल पनि देखेँ र यहाँनिर चाहिँ धेरै यादहरू छन्। यादहरू त उही छ, तर समय भने कति छिटो बितेको। अनि त्यसपछि यहाँदेखि देखिन्छ हाम्रो शुक्रबारे बजारको भ्यू र यो चाहिँ पालिका हो हाम्रो। अनि हामी यहाँबाट गयौँ, छिटो खाना हतार भइरहेको थियो, हामी गयौँ। अनि त्यसपछि ठ्याक्कै हामी फाइनली बजार पनि पुगेर हाम्रो शुक्रबारे मोमो एन्ड सेकको कर्नर पनि आयो। यहाँ चाहिँ यति मिठो पाउँछ, यति मिठो। अनि हजुरहरूले हामीलाई देख्न सक्नुहुन्छ हामी कति धेरै खुसी थियौँ, एक्साइटेड थियौँ, तर अल्छी पनि लागिरहेको थियो। फाइनली वेट पनि सकियो अनि हाम्रो पेट पूजा गर्ने पालो आयो। म यो देखेर यति दङ्ग भइरहेको थिएँ। अनि हामी त्यसपछि खाना सुरु गर्यौँ। यति मिठो थियो नि, म बयानै गर्न सक्दिनँ। हजुरहरू पनि भिजिट गर्नुहोला शुक्रबारे मोमो एन्ड सेकको कर्नर। हजुरहरू पनि गएर यहाँ भिजिट गर्नुहोला। यहाँ चाहिँ सबै आइटम पाउँछ। यहाँ कोदोको मोमो पनि पाउँछ, तर हामीले चाहिँ खाएनौँ। हामीले चाहिँ मोमो र चाउमिन मात्र खायौँ। हामी चाहिँ खानामा यति बिजी थियौँ कि हामीले दायाँ बायाँ पनि नहेरी खाएको खाएँ। हामीले कति बेला हामीले यो प्लेटको पनि सक्यौँ, अचार पनि सक्यौँ, हामीलाई थाहा नै भएन। फाइनली हामीले चाहिँ खाइसकेर त्यहाँबाट अब निक्लिने निर्णय गऱ्यौँ। अनि यति मिठो थियो नि, यति मिठो थियो। सबैजना गएर भिजिट गर्नु होला। अनि हामी चाहिँ त्यहाँबाट निक्ल्यौँ। मोमो चाउमिनको मजा लिइसकेपछि बजारको गल्ली घुम्नतिर लाग्यौँ हामी चाहिँ। त्यसपछि हामी यता बिच बजारतिर पनि जान थाल्यौँ। र देख्न सक्नुहुन्छ कस्तो दामी भ्यू देखिरहेको छ यहाँदेखि चाहिँ। अनि आजको दिन चाहिँ यसरी नै बित्यो। थ्याङ्क यू फर वाचिङ।